कस्तो फिल गर्नुभयो? के फिल भयो? यस्तो त्यो हात त रोक्नै सक्दैन क्या, रोक्छु भने नि आफै आइदिने क्या। अनि बिस्तारै यो खुट्टाको औँला चाहिँ कसैले चलाइदिए जस्तो क्या, आफूले चलाएकै छैन अर्कैले चलाइदिए जस्तो देखिने क्या, त्यही भएको क्या। कस्तो फिल भइरहेछ अहिले? शरीर कस्तो त्यही भयो? हात त त्यही फिल भयो, अस्ति गर्नु त खतरा फिल भयो। एभ्री सेसनमा नयाँ हुन्छ क्या, त्यही भएर फुल सेसन चाहिन्छ। हजुर, एभ्री सेसनमा केही न केही बढी राम्रो। अस्तिको सेसनमा चाहिँ हल्का 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 कस्तो नजानिदो टाइपको थियो कि, हुन्छ कि हुँदैन कि हुन्छ कि हुँदैन जस्तो भएको थियो होइन। आज त म जस्तो पल्टिने बित्तिकै त्यो कम्प्लिटली फिल भयो नि आज होइन? अर्कै इनर्जी आयो कि। ओके, त्यो कस्तो बिस्तारै रोक्छु भन्दै आफैले के कन्ट्रोल गर्न खोजेँ क्या, रोक्छु रोक्छु भन्दा पनि आफै आइदिने कि। ठिक छ। खतरा हो।